शॉर्टकट छोटा बजा बोलू चालू साइकिल देखना चाहिए भाई खेलो चालू साइकिल देखना चाहिए
ऐसो खेलु बनायो कलाई ऐसो खेलु बनायो कलाई चलो सकी देखन जाइए भाई चलो सकी देखन जाइए भाई खेलु बनायो मथुरा से
ये मथुरा से चली आया राधिका मोरे राधिका ये मथुरा से चली आई राधिका मोरे राधिका ए मथुरा से चली आया राधिका मोरे राधिका चली आई राधिका मोरी राधिका ए मथुरा से चली आया राधिका मोरे राधिका ये मथुरा से चली आया राधिका मोरे राधिका गोकुल से चली आया श्याम ऐसो गोकुल से चली आया श्याम ऐसो के ए गोकुल से चली आया श्याम ऐसो चालो बनायो कानई ए गोकुला से चली आया श्याम ऐसो खेल बनायो ए गोकुल से चली आया श्याम ऐसो खेल बनायो ऐसो खेल ऐसो खेलु बनायो काँदै ऐसो खेलु बनायो काँदै ऐसो खेलु ऐसो खेलु बनायो काँदै चलु सखी देखन जाई ए चालू सखी देखना जाए आई खेलू ए चलो सखी देखना जाए खेलो बनायो कानई ए चलू सखी देखना जाए साकी देखना चाहिए प्रियो केसरी लालो केसरी एक काम भूयो केसरी लालो केसर एक काम भूयो केसर लालो केसर ये काम भूयो केसरी लालो केसर ये भूयो केसरी लालो केसर ये काम भूयो काम भूयो बुला पाइसो ये काम भूयो बुला पाइसो काँदै ए काम भूयो
बनायो सधैँ ऐसो खेल बनायो ऐसो खेल बनायो सधैँ ऐसो खेल बनायो सधैँ ऐसो खेल बनायो चलो सखी देखना चाहिए भाई चलो सखी देखना चाहिए भाई खेलू बनायो सधैँ चलो सखी देखना चाहिए खेलू बनायो सधैँ चलो सखी देखना चाहिए भाई खेलू बनायो सधैँ
4 नम्बरको जाने हो उहाँहरू जानु टिमहरु जाँदैछ 4 नम्बरको 4 नम्बरको टिम जाँदैछ ओ आफ्नै मान्छे हो अब ठिक छ ओ ल नानी ठिक छ खेल्ने होइन अघि लाग्यो थियो त 4 नम्बरको टिम जाँदैछ फर्केर अनि त्यसैले सब मान्छेहरू हिँडे ठुलो टिम 4 नम्बरबाट आएर रहेछ अनि 4 नम्बरबाट 8 नम्बर टिम 4 को टिम अब फर्केर जाँदैछ वडा नम्बर 4 को टिम बगलचैन नगरपालिका वडा नम्बर 4 टिम भर्खर यो टिम अब विदाई गरेर यो दरबार परिसरमा खेलेर यो होरी देउडा खेलेर भर्खर अब यो शिव मन्दिर हुँदै आफ्नो गन्तव्यमा प्रस्थान गर्दैछ यो टोलीको यो 4 नम्बरको टिम फर्केर जाँदैछ यो टिम वडा नम्बर 4 बाट यो बगलचैनको यो दरबार परिसरमा खेल्न आएको टिम भर्खर फर्केर 4 नम्बर वडातिर नै प्रवेश गर्दैछ यो मूल यो थलोमा आफ्नो देउडा वरिपरको देउडाहरू प्रस्तुत गरेर यो अब फर्कने क्रममा छ र यहाँ पनि एउटा देउडा खेल भइरहनेछ र यो 4 नम्बरबाट यो कार्यक्रममा सहभागी हुनको लागि यो टिम आज यता आएको देखिन्छ र यो भर्खरै फर्केर जाँदैछ हो देखाउँछु नम्बर 4 वडा नम्बर 4 को टिम फर्केर जाँदैछ पूर्व वडा अध्यक्षजी यहाँ हुनुहुन्छ यो टिम 4 नम्बरबाट आएको र भर्खर अब आफ्नो यो देउडा होरी देउडा पर्वको यो दरबारको भटकानीमा देखाएर अब आफ्नो गन्तव्यतिर प्रस्थान गर्दैछ यो वडा नम्बर 4 यो नौबिसको हो यो पुरानो यो टोली अब फर्किँदैछ अब शिव मन्दिर हुँदै पूजा गरेर अब यो फर्किँदैछ
1000 रुपियाँ सुटार दिएको त कानमा कुद्नु गयो म 1000 रुपियाँ सुटार दिएको एक सय बोलाएर हो वहीँ जान्छ रातभरि खेल्छ कति बजीसम्म राति 12 बजीसम्म हुन्छ यार कहाँ खेलिन्छ तल राजामा ए कोचली त ठुलो यही रहेछ नि त त्यहाँ खेल्ने तैँले धेरै रहेछ उता मुम्बईको त अब विशेष गरी 4 हामीहरूको वडा नम्बर 5 मा अवस्थित होरीमा समाहित हुँदै अहिले फर्केर जाँदै गरेको अवस्था
होरी खेल्ने केटा बोलाएको पुरा आउँछ पछाडि त भनिदियो मात्र यसरी लाँदै खबर दियो यसरी ल्याएर कपाल आधा घन्टा राख्यो ভালো লাগে शिवालयसम्म जाने हो शिवालय यो राम्रो छ टिम बहुत राम्रो खेले तयारी गरेर आएको हुन्छ सब
समय देऊ त यता सुन्नु जान्थ्यो यसो यसो समय दिनु अगाडि अलि फाटो फाटो बनाउने अलि हात त लाउँछ भने हाम्रो 4 नम्बरको हो क्या विशाल 9-20को गोली राम्रो शिवालय मन्दिरमा वडा नम्बर 4 को 9-20बाट
होरी पर्वको यो अभयानमा यो शिवालयमा उहाँहरू पुग्दै हुनुहुन्छ। शिवालय मन्दिर हाडफुङ्गाको धारा नजिक ऐतिहासिक 9-20बाट वडा नम्बर 4बाट होरी पर्वको सिलसिलामा यो शिवको मन्दिरमा आफ्नो गाँ चढाएर यो टोली फर्कँदैछ। यो भव्य रूपमा आइरहेको यो वडा नम्बर 4 9-20 बाटोको टोली मूलतः केसीहरू यसमा बढी संलग्न छन्। केसीहरूको बाहुल्यता रहेको वडाबाट यो शिवालय पनि त्यही 4 नम्बर वडाबाट नै बढी संवर्धन संरक्षित रहेको देखिन्छ। यो शिवालय मन्दिरमा हामी मगरसहितको यो झारपुङ्गामा प्रवेश गर्दैछौँ। वडा नम्बर 4 9-20बाट होरी पर्वको सिलसिलामा आएको हाम्रो सङ्गीत गायकहरूको देउडा गायकहरूको टोली यो शिवालयको आगतमा आफ्नो नाच देउडा प्रस्तुतिकरण गरिरहनु भएको छ। शिवालय मन्दिर हामी देख्न सक्छौँ मगरसहितको बिचमा ऐतिहासिक केसीहरू र यहाँमा बसेका ढुङ्गानाहरूको पूर्वजहरू पहिलोचोटि आएर यहीँबाट झाडपाङ्गाको धारामा पानी निकालेको र देखिबदन्तीहरू पनि भेटिन्छ। ऐतिहासिक धरोहरमा उहाँहरू प्रवेश गर्नुभएको छ। अत्यन्त धार्मिक पर्यटकीय क्षेत्र मगरसहितको मुटुमा अवस्थित यो शिवालय मन्दिर मूलतः 4 नम्बर वडाकै लगानीबाट यो शिवालय मन्दिर यहाँ बनिरहेको छ। उहाँहरू यो शिवालय मन्दिरमा पुगेर आफ्नो थकान निदान गरिरहनुभएको छ। यो होरी पर्वको वर्षेनी उहाँहरू यहाँ पुग्नुहुन्छ। वर्षको एकपटक यो सिलसिलामा यो क्षेत्रमा पुग्ने मगरसहितको दरबारमा हुने मूलतः यो मुख्य होरी पर्वमा समाहित हुँदै त्यसपछि बेलुका साँझपख आफ्नो गन्तव्यतिर फर्कने क्रममा उहाँहरू यहाँ पुग्नु भएको छ। अहिले हामी शिवालयमा पुगिरहेका छौँ। शिवालयमा पुगिरहेका छौँ। यो शिवालय अत्यन्त महत्त्वपूर्ण झारफुङ्गाको धारा यहाँ ढुङ्गानाहरू र केसीहरूको पूर्वजहरू आएर पहिलोपटक यहाँ बस्दै गर्दा उनीहरूको किसिमबाट पानी निकालेको भन्ने किंवदन्तीहरू देखिन्छ। वंशानुगत रूपमा वंशको दृष्टिकोणले केसी र ढुङ्गानाहरूको वंशहरू एउटै देखिन्छ। त्यसैले यो शिवालय मन्दिरको वरपर हाम्रो यहाँ झारफुङ्गाको धाराहरू रहेको छ र यहाँ शिवालय मन्दिर रहेको छ। 4 नम्बरबाट आएको यो होरी पर्वका जति पनि देउडा गायकहरू छन्, जो टिम छ अहिले यहाँ प्रवेश गरेको अवस्था छ र अब बेलुकाको समय पनि भएको छ। उहाँहरू घर फर्कने तयारीमा हुनुहुन्छ र अहिले भर्खर दरबारको पट्टकानीमा भएको मगरसहित 5 को होरी पर्वमा उहाँहरू समाहित हुँदै र त्यसबाट अहिले सेपरेट भएर अहिले फेरि अब यो शिवालयमा दर्शन गरेर फेरि आफ्नो घरतिर जाने प्रक्रियामा हुनुहुन्छ। अत्यन्त उत्साहपूर्ण र भव्य रूपमा मगरसहित क्षेत्रमा यो अत्यन्त यो पर्वलाई भव्य रूपमा मनाउने गरिन्छ। वर्षेनी यो होरी पर्व भव्य रूपमा मनाउने गरिएको देखिन्छ। यहाँ प्रत्येक टोलमा यो होरी पर्व मनाउने गरिन्छ। होडी देउराको बारेमा सबै मान्छेहरू यो क्षेत्रका मान्छेहरू विज्ञ छन्। मूलतः यो सापे उतातिर 1 नम्बर क्षेत्र र अछामको यो क्षेत्रमा यो मगरसहित आसपासको क्षेत्रमा यो होरी पर्व व्यापक रूपमा मनाउने गरिन्छ। अछामको पूर्वी क्षेत्रमा कमल बजार, तुर्माघाट,
ढकारीतिर यो पर्वको त्यति व्यापकता रहेको देखिँदैन। तर यो क्षेत्रमा अत्यन्त भव्य रूपमा वर्षेनी ठुलो जनसमुदायको सहभागिताको आधारमा भव्य पर्वको रूपमा भव्य सभ्य पर्वको रूपमा यो होली पर्वलाई यसमा भगवान कृष्णका रामका भगवानका सबै गाथाहरू गाउने गरिन्छ। मूलत यो ऐतिहासिक पर्व यो सबै घर परिवारका व्यक्तिहरू आफ्नो परम्परागत वेशभूषामा विदेशबाट पनि आफ्नो वेशभूषा पहिरनमा उहाँहरू सजिएर यहाँ आउनुहुन्छ र उहाँहरूको एउटा परम्परागत देउडा गीतहरू रहन्छ। मूलत भगवानको गाथा यसमा भगवान कृष्णका गाथाहरू गाउने गरिन्छ। यो अत्यन्त यो क्षेत्रकै अछाममा एउटा भव्य मूलत यो अछाममा यो होली पर्व एउटा भव्य रूपमा मनाउने पर्वको रूपमा रहेको देखिन्छ। यसमा आम जनताको सहभागिता घर घरबाट आफ्नो ड्रेस पहिरनमा यो लगाएर सेतो पहिरन त्यसमा पनि आफ्नो यो होली खेल्नको लागि विशेष एउटा ड्रेसको व्यवस्था हुन्छ। फुलमाला अनि सिँगार पटार गरेर अनि एउटा लयबद्ध रूपमा गीत गाउने गरिन्छ। अहिले हामी शिवालयमा छौँ। शिवालयमा वडा नम्बर 4 को यो टोली अहिले यहाँ प्रवेश गरिरहेको छ र यहाँ आफ्नो होली प्रस्तुतिकरण गरिरहनु भएको छ। उहाँहरूले अब केही छिनपछि उहाँहरू आफ्नो क्षेत्रतिर प्रस्थान गर्नुहुन्छ। यो हाम्रो अछाम जिल्ला र सुदूरपश्चिममा अत्यन्त प्रख्यात पर्वको रूपमा रहेको होली पर्व भव्य रूपमा मनाउने गरिन्छ। यसमा मूलतः भगवानका गाथाहरू ती सबै कुराहरू यसमा उल्लेख गर्ने गरिन्छ। मूलतः यो धार्मिक पर्व हो, ऐतिहासिक पर्व हो। यसमा सम्पूर्ण आम जनसमुदायको सहभागिता रहेको देखिन्छ। यो मान्छेको जनजनमा मनमा यो पर्वले गाडेको छ। यो पर्वको स्मरण छ। यो पर्व भन्ने बित्तिकै सम्पूर्ण महानुभावहरू यसमा एकदम उत्साहित हुनुहुन्छ। यो पर्वमा सहभागी हुनुको लागि देश विदेशबाट मानिसहरू यहाँ फर्कने गर्नुहुन्छ र यसमा सहभागी हुने गर्नुहुन्छ। यो पर्व हाम्रो अछाम जिल्लाको यो पश्चिम क्षेत्र मूलतः बगलसैन आसपासदेखि सामे बगलसम्म उत्कृष्टमय ढङ्गले यो पर्व मनाउने गरिएको छ र यो पर्वको ऐतिहासिक महत्त्व पनि रहेको छ। धेरै परम्परागतदेखि यो चाहिने भगवान कृष्णको रामको सबै गाथाहरू यसमा गाउने गरिन्छ। उहाँहरू वर्षेनी यो शिवालयमा आउनुहुन्छ र यहाँ शिवालयमा दर्शन गरेर 4 नम्बरका यो नवविश्वासी दाजुभाइ तथा दिदीबहिनीहरू आफ्नो फेरि स्थानतिर अहिले फर्कने कार्यक्रम रहेको छ। फागुनमा मास भइरहेको होली हो। हामी यहाँ चाहिँ होली भन्दा पनि होली भन्छौँ। देश विदेशबाट सबै यो होली खेल्नको लागि यति बेला सबै ठाउँबाट आएर यो होली खेल्नुहुन्छ। यसलाई यो ऐतिहासिक सांस्कृतिक हिसाबमा एउटा ठुलै महत्त्व मानिन्छ। अब यहाँबाट उहाँहरू बिस्तारै बिस्तारै आफ्नो गन्तव्य बोगटी गाउँ नागातोलातिर केही छिनपछि प्रस्थान हुनुहुनेछ। यो होलीको महत्त्व परम्पराकालदेखि सनातन धर्मको हिसाबमा पनि हामी यसलाई हेरिरहेका छौँ। होली खेल्न हाम्रो हिन्दूहरूको महान चाडपर्व हो। यहाँ धेरै दर्शकहरू पनि तपाईँ देख्नुहुन्छ। यो अहिले मन्दिर धर्मेश्वर मन्दिरमा यो होली खेलिरहनु भएको छ। मन्दिरको पूजा यो होलीले गरिसकेको छ। अहिले उहाँहरू दरबारबाट होली खेलेर करिब त्यहाँ 1.5-2 घन्टा होली खेलेर अहिले यहाँ यो धर्मेश्वर मन्दिर बजारमा रहेको झाडढुङ्गा मन्दिरमा यो धर्मेश्वरको मन्दिरमा होली खेलिराख्नु भएको छ। अनि सानो ठाउँ भए तापनि व्यवस्थित तरिकाले उहाँहरूले यो होलीलाई खेलिरहनु भएको छ। यस्तो सौन्दर्य यस्तो होलीको सौन्दर्य सायद हामी थोरै मात्रामा मात्रै देख्न सक्छौँ। सबै ठाउँमा यस्तो होली
जे होस् हाम्रो संस्कृतिलाई उहाँहरूले खुबै अनुशासन सहित खेलिरहनु भएको छ। घाँटीमा उहाँहरूले प्रत्येकको गलामा माला हालिरहनु भएको छ। यहाँ हाम्रो पूर्व क्याम्पस प्रमुख छत्र विष्णु सर पनि तपाईँ यहाँ देखिराख्नु भएको छ। उहाँ पनि होलीको मनोरञ्जन लिइरहनु भएको छ। सहरमा रङको होली हुन्छ भने त्यहाँ होली भनिन्छ। यहाँ यसरी होली खेल्ने गरिन्छ। दर्शक देखिराख्नु भएको छ तपाईँहरूले। यहाँ प्रत्यक्ष होली आज फागुन 28 गते होली, यही फागुन 29 गते होलीको समापन हुँदैछ। यो हामी यसरी देखिरहेछौँ। वयोवृद्ध अभिभावक वयोवृद्ध समाजसेवी पनि होली खेलिराख्नु भएको छ। बजाउनेलाई निवर्तमान क्याम्पस प्रमुख छत्र विष्टले हौसला दिलाउनु भएको छ। तपाईँ होलीका बाजा तपाईँहरू देखिराख्नु भएको छ, बजाइरहनु भएको छ। अति सुन्दर देखिरहेको छ।
यो हो होरी पर्व है क्या? यो हो होरी पर्व है क्या? होरी चम्क्याको छै क्या? आफ्नो प्यारो संस्कृतिलाई, 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 आफ्नो प्यारो संस्कृतिलाई गर्नुपर्छ गर्व है क्या? यो होरी चम्क्याको छै क्या? गर्नुपर्छ
फागुन होरीका लाउने फागुन होरीका लाउने फागुन होरीका लाउने फागुन होरीका लाउने फिटुवाका जामा हैक्या यो होरी चम्क्याको छैक्या फिटुवाका जामा हैक्या यो होरी चम्क्याको छैक्या फिटुवाका जामा हैक्या होरी खेल्ने युवा जमात होरी खेल्ने ए होरी खेल्ने युवा जमात होरी खेल्ने युवा जमात All of us.